वेलकम टु सिङताम ब्लग। हेलो गाइस, यो चाहिँ तपाईहरुको सिङताम बजार हो। घाम लागिरहेको छ र आज शुक्रबारको दिन यतिको भिडभाड र यो तपाईहरुको कार्पेटिङ एकदमै सुन्दर ढंगले गरेको कारणले गर्दाखेरि चाहिँ सुन्दरतामा सुनको सुगन्ध आएको हो भनेर व्याख्या गर्छन् व्याख्या गर्नेहरूले। न्यानो घामको किरणले सबैजनालाई बोलाउँदै र आज चाहिँ हामी भने काँक्रा किन्नु सिङताम बजारमा आएका छौं। खिरा काँक्रा, हरियो काँक्रा, नयाँ काँक्रा इत्यादि इत्यादि कस्तो हुन्छ त भन्ने हामी तपाईहरुको अगाडि राख्ने नै छौं। नयाँ महिनाको नयाँ दिन र यो भने लाल बजार काँक्रा पाउने जग्गामा झर्नु भन्ने मेरो भनाइ छ। गाडीलाई यहाँ घुमाएर अब काँक्रा किन्नको निम्ति म झर्दैछु। तर जायो गाडी चाहिँ एकछिन ल ल जुङ 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 जुङ। यहाँदेखि उसो भने काँक्रा बेच्दै गरेको यहाँ देखा पर्यो। एकदम फ्रेस काँक्रा देखिन्छ। काँक्रा कतिमा दिनुभयो? काँक्रा काँक्रा 90। मलाई तौलिदिनु नि त्यो कति हुँदो रहेछ? र यो काँक्रामा 95% पानी हुन्छ। यो पनि तौलिदिनु नि कति हुँदो रहेछ? पानीले कमी हुनु दिँदैन र यसमा क्यारोटिन र एन्टिअक्सिडेन्ट पनि हुन्छ जसले काँक्रो धेरै हालेर लानुबाट बचाउने कोसिस गर्छ र यसले स्किनलाई पनि राम्रो बनाउँछ इत्यादि इत्यादि धेरै कुराहरू छ। कति पुग्यो केजीमा? 90 रुपियाँ। 100 रुपियाँ गरिदिउँ है, ठिकै हुन्छ होला। 90 रुपियाँ केजी, 1 पावा ज्यादा रहेछ। अन्त ठ्याक्कै 100 भइहाल्यो। 100 रुपियाँ एक पावाको बेसी। एकछिन, यो चाहिँ कति हो तपाईँको? यो 1 पावा। 1 पावा भनेपछि 1 केजी 1 पावा। 1 केजी 1 पावा। 1 केजी 1 पावा 20। 110 रुपियाँ भेट्नु। 1 पावा कति भेट्यो? 1 केजी 1 पावा के को? काँक्रा 90 रुपियाँ किलोले गर्नु न, कति भेट्यो? यहाँनिर मैला भयो। मलाई हामीलाई भाउ दिएको। उ यता यत्रो फाउतिरहेको रहेछ उ। 100 रुपियाँ गरिदिनु नि। किन त्यो काँक्रा मेरो हो? फाउदिएको हुन्छ किन तपाईँले। भाउ दिएको भने नि मैले दिदी काँक्रा चाहिँ बेचिदिएको हो नि, त्यही कारण मलाई एउटा खानु मात्रै आयो। काँक्रै सकियो ल तपाईँको। ल के हाल्ने दिनु नि? अन्त केमा हाल्नु? छैन हाल्ने तपाईँको? होइन नि हो। गाडी त यस्तो जाम छ, कहाँ दिन्छ अरूको दिनमा? वेलकम टु सिङताम ब्लग। हेलो गाइस, यो चाहिँ तपाईँहरूको सिङताम बजार हो। घाम लागिरहेको छ र आज शुक्रबारको दिन यतिको भिडभाड र यो तपाईँहरूको कार्पेटिङ एकदमै सुन्दर ढंगले गरेको कारणले गर्दाखेरि चाहिँ सुन्दरतामा सुनको सुगन्ध आएको हो भनेर व्याख्या गर्छन् व्याख्या गर्नेहरूले। न्यानो घामको किरणले सबैजनालाई बोलाउँदै र आज चाहिँ हामी भने काँक्रा किन्नु सिङताम बजारमा आएका छौं। खिरा काँक्रा, हरियो काँक्रा, नयाँ काँक्रा इत्यादि इत्यादि कस्तो हुन्छ त भन्ने हामी तपाईहरुको अगाडि राख्ने नै छौं। नयाँ महिनाको नयाँ दिन र यो भने लाल बजार काँक्रा पाउने जग्गामा झर्नु भन्ने मेरो भनाइ छ।